जयपाल जय नेपाली सेना। तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो यस नयाँ भिडियोमा। नेपाली सेनाले नेपाली युवाहरुको लागि भारी संख्यामा स्थापन खुलाएको छन्। यहाँ रहेको छ नेपाली सेना श्री भर्ना छनौट निर्देशनालय जंघियाडा सैन्य तथा विभिन्न ट्रेड फ्लोर्स पदहरुको लागि दरखास्त आह्वान। प्रथम पटक प्रकाशित मिति 2082 7 महिना 28 गते। एक नम्बरमा रहेको छ नेपाली सेनाको स्वीकृति दरबन्दी भित्र रिक्त रहेको सैन्य तथा विभिन्न ट्रेड फ्लोर्स बकासी सूचीकार सफाईकर्मी चर्मकर्मी लोहाकार र केस कर्तक पद खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छन्। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेना भर्ना छनौट निर्देशनालयको आधारित पोर्टल http://vacancy.nepalarmy.mil.np बाट अनलाइन दरखास्त फर्म भरी सोको प्रिन्ट प्रति सहित स्वयं उपस्थित भई तोकिएको भर्ना छनौट केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयं भर्ना छनौट केन्द्रमा उपस्थित भई दरखास्त फर्म भरी रु 10 को टिकट टाँसी दरखास्त पेश गर्न साथै विभिन्न ट्रेड फ्लोर्स पदको हकमा उम्मेदवार स्वयं भर्ना छनौट केन्द्रमा उपस्थित भई दरखास्त फर्म भरी रु 10 को टिकट टाँसी दरखास्त पेश गर्न आह्वान गरिन्छन्। यसमा नेपाली सेनाको सैन्य पदमा दरखास्त दिन चाहनुहुनको लागि अनलाइन पहिला फर्म भर्नुपर्छ अनि त्यो अनलाइन फर्म भरिसकेपछि त्यसको प्रिन्ट निकालेर त्यसको माथि 10 को टिकट टाँसी फोटोहरु टाँसी स्वयं उपस्थित भई छनौट गरेको भर्ना केन्द्रमा बुझाउनु पर्ने छन् र फ्लोर्सहरुको लागि त्यहाँ गएर भर्न सकिन्छ। अनलाइन फर्म भर्न मिल्दैन ट्रेड फ्लोर्सहरुको। अब यहाँ 2 नम्बरमा रहेको छन् आवश्यक पद संख्या र भर्ना छनौट केन्द्रहरु। विज्ञापन नम्बर 2082-83 रहेको छ। यहाँ तपाई आफ्नो अनुसार हेर्नु होला। 26 स्थानबाट सैन्यको लागि दरखास्त दिन मिल्छ। जस्तै सुरुमा रहेको छ 1 नम्बर नारायण हिटी काठमाडौँ श्री उपत्यका प्रीतना हेडक्वार्टर सैनिक तालिम तथा कर्तव्य पालनको सिलसिलामा मृत्यु भएको वा शरीर रूपमा अशक्त नेपाली सैनिकको सन्तति त्यसको सन्तानहरुको लागि 17 वटा सिट दिएको छन् उपत्यका प्रीतनाबाट। अनि महिलाको जम्मा खुला तर्फ रहेको छ 183 वटा। त्यसमध्ये महिलाको लागि 30, आदिवासी जातिको लागि 48, मधेसीको लागि 42, दलितको लागि 22, पिछडिएको क्षेत्रको लागि 8% जम्मा 350 वटा सिट छुटिएको छन्। यसरी सबै 26 स्थानबाट आफ्नो तरिकाले सिट छुटिएको छन्। त्यो जहाँ पाएको पर्छ त्यहाँ भर्ने। र फ्लोर्सको लागि 1 2 3 4 5 स्थानबाट खुलाएको छन्। संखुवा सेवा श्री इन्द्रदल गुल्मबाट यहाँ संखुवा सेवा श्री इन्द्र गुल्मबाट बकासीको लागि सफाईकर्मी र लोहारको लागि खुलाएको छन्। शक्ति खोर चितवनबाट, बुटबल रूपन्देहीबाट, अनि हुट्टु ब्यारेकबाट अनि पानकोट ब्यारेक बझाङबाट पनि खुलाएको छ फ्लोर्सको लागि। त्यो आफ्नो पाइपर्ने स्थानमा हेर्नु होला अनि भर्नु होला। तेस्रो नम्बरमा 3 नम्बरमा रहेको छ दरखास्त फारम पेश गर्ने मिति र स्थान कमा रहेको छन्। दरखास्त मिति 2082 7 महिना 28 गते 2082 7 महिना 28 गतेदेखि मिति 2082 8 महिना 27 गतेसम्म र दोब्बर दस्तुर बुझाइ 2082 8 महिना 28 गतेदेखि 2082 9 महिना 5 गतेसम्म 7 दिन हुनेछ। यसको अर्थ 2082 7 महिना 28 गते कार्तिक 28 गतेदेखि मन्सिरको 27 गतेसम्म तपाईले फर्म भर्न सक्नुहुन्छ सिंगल दस्तुरमा। अनि डबल दस्तुरमा 2028 गते म्याच सकेपछि थप 7 दिन तपाईहरुले डबल दस्तुरमा फर्म भर्न सक्नुहुनेछन्।
खमा रहेको छ। एकल तथा दोब्बर दस्तुर बुझाइ दरखास्त पेश गर्ने अन्तिम मितिको दिन सार्वजनिक विद्या पढ्न गएमा उक्त मितिभन्दा पछाडिको कार्यालय खुल्ने दिनमा दरखास्त दस्तुर राजस्व बुझाइ दरखास्त फारम दर्ता गर्न सकिन्छन्। अब त्यो थप 7 दिन गरेको छ, त्यसमा अन्तिम दिन 7वां दिनमा गएर सार्वजनिक विद्या पढ्न गएको खण्डमा त्यसको पछाडि खुल्ने दिन, जस्तै शनिबार भयो भने आइतबारको दिन तपाईहरुले फर्म भर्न सक्नुहुनेछन्। स्थान आफूलाई पाएक पर्ने स्थानमा भर्न सक्नुहुनेछ। जसमा तोकिएको छ भर्ना छनौटहरू, त्यो अन्तर्गतको आफूले पाएक पर्ने स्थानमा तपाईहरुले छनौट गरेर भर्न सक्नुहुनेछन्। अब यहाँ 4 नम्बरमा दस्तुरको कुरा गर्ने हो भने सबै उम्मेदवारहरूले खुलातर्फ अनिवार्य रूपले फारम भर्नु पर्नेछ र सो बापत सैन्य पदको लागि रु 150 र विभिन्न ट्रेड फलोवर्स पदको लागि रु 100 बुझाउनु पर्नेछ। तर एउटै विज्ञापन नम्बरमा समावेशी तर्फको समूहमा दरखास्त प्रत्येक समूहको लागि थप 20% का दरले दस्तुर बुझाउनेछ वा लाग्नेछ। लिखित दस्तुर आफूले आवेदन दिने भर्ना छनौट केन्द्रको नाम, कार्यालयको कोड नम्बर, बैंक खाता नम्बर, राजस्व शीर्षक नम्बर भरि जम्मा गर्नु भई सोको सक्कलै भोचर र प्रतिलिपि, त्यसको भोचरको प्रतिलिपि पनि एक दरखास्त फारम 7 उम्मेदवारले स्वयं पेश गर्नु पर्नेछन्। 100 खुल्लामा अनिवार्य रूपले भर्नुपर्छ सबै जनालाई, अनि 20% कुनै समावेशी जस्तै महिला, मधेसी कोटाहरूमा भर्न चाहनुहुनको लागि यसमा थप 20% लाग्नेछ। अब 150 को 20% कति हुन्छ? एउटा 0 कट्यो 15 दुना 30 जति लाग्छन्। अब यहाँ सैन्य भर्ना छनौट केन्द्रहरूको कार्यालय कोड र बैंक खाताहरू समेत कार्यालयको कोड यहाँ रहेको छ, बैंकको खाता नम्बर, राजस्व शीर्षक नम्बर यतिमा रहेको छन्। जस्तै नारायणी काठमाडौँमा तपाईहरु फर्म भर्न जानुहुन्छ भने कोड 34501310 श्री नेपाल बैंक लिमिटेड भूगोल पार्क शाखा खाता नम्बर यतिमा 14/2/24 परीक्षा शुल्कको शीर्षकमा तपाईहरुले त्यो राजस्व बुझाउनु पर्ने हुन्छ अनि त्यसपछि फर्म भर्न जानु होला। ट्रेड फलोवर्सहरुको लागि पनि दिइसकेको छ। यहाँ पहिला नै त्यो अनलाइन भोचर काटेर बुझाउनु पर्ने हुन्छ र त्यसको सक्कलै र एक प्रति फोटोकपी गरेर ल्याउनु पर्छ। अब यहाँ 5 नम्बरमा रहेको छ आवश्यक योग्यता, कमा रहेको छ न्यूनतम शैक्षिक योग्यता। शीर्षक 1 सैन्य पदको लागि कक्षा 8 उत्तीर्ण गरेको हुनुपर्ने छ। कक्षा 9 उत्तीर्ण हुनेहरूले पनि कक्षा 8 उत्तीर्णको शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य रूपमा बुझाउनु पर्नेछ। एसएलसी एसई सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नेहरूले कक्षा 8 को प्रमाणपत्र बुझाउन नपर्ने, तर एसएलसी सहित सो भन्दा माथिको सबै शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्नेछन्। कमा रहेको छ लेटर ग्रेडिङ निर्देशिका 2078 लागू हुनु पूर्व जारी भएका प्रमाणपत्रको हकमा 1 नम्बर कक्षा 8 उत्तीर्णको प्रमाणपत्रमा न्यूनतम जीपीए 2 अनिवार्य हुनुपर्ने र कुनै पनि शीर्षकमा वा कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने। 2 नम्बर एसएलसी एसई वा सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्नेहरूले पेश गरेको प्रमाणपत्रको मध्ये माथिल्लो शैक्षिक योग्यताको प्रमाणपत्र न्यूनतम जीपीए 2 वा CGPA 1.6 अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने। खमा लेटर गरी निर्देशिका 2078 बमोजिम जारी भएको प्रमाणपत्रको हकमा कक्षा 8 र एसई शैक्षिक योग्यतामा न्यूनतम जीपीए 2 वा सो भन्दा माथि हुनुपर्ने र मूल प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने। कक्षा 12 को शैक्षिक योग्यता 1.6 जीपीए वा सो भन्दा माथि हुनुपर्ने र मूल प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने। बुन्दा क र खमा उल्लेखित ग्रेडिङ व्यवस्था तोकिएको न्यूनतम शैक्षिक योग्यता वा सो भन्दा माथिल्लो शैक्षिक योग्यतामा मात्र लागू हुने। अब यहाँ 2 नम्बर रहेछ विभिन्न ट्रेड फलोवर्सको लागि साधारण लेखपढ गर्न सक्ने हुनुपर्छ।
अब खमा रहेको छन् शारीरिक योग्यता सैन्य पदको लागि उचाइ न्यूनतम 5 फिट 3 इंच, पुरुषको लागि भने महिलाको लागि उचाइ न्यूनतम 5 फिट। ख नम्बर छाती नफुलाउँदा न्यूनतम 32 इंच, फुलाउँदा न्यूनतम 34 इंच हुनुपर्छ, त्यो महिलाको लागि आवश्यक पर्दैन। वजन वेट कम्तीमा न्यूनतम 50 केजी हुनुपर्छ, पुरुषको 110 पाउन्ड अनि महिलाको 40 केजी 88 पाउन्ड हुनुपर्ने हुन्छन्। 2 नम्बर रहेको छन् विभिन्न ट्रेड फलोवर्सको लागि उचाइ पुरुषको लागि 5 फिट 2 इंच, महिलाको लागि न्यूनतम 4 फिट 10 इंच। छाती नफुलाउँदा न्यूनतम 30 इंच र फुलाउँदा न्यूनतम 32 इंच, पुरुषको लागि महिलाको लागि छाती आवश्यक पर्दैन। वेट कम्तीमा 50 केजी पुरुषको र महिलाको 40 केजी हुनुपर्छ। 3 नम्बरमा चस्मा प्रयोग गर्ने भएमा आँखा +2 भन्दा बढी कमजोर नभएको हुनुपर्ने छ। अब यहाँ गमा अन्य योग्यता उल्लेखित पदका उम्मेदवारहरू स्वास्थ्य परीक्षणबाट योग्य ठहरिएको नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, साथै तत्काल कुनै राजनीतिक दलको सदस्य नरहेको, कुनै आपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको, कुनै ध्वंसात्मक उद्देश्य भएको संस्थाको सदस्य नभएको वा नरहेको, नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको, मानवीय कानुन उल्लङ्घन सजाय नपाएको तथा भविष्य सरकारी सेवाको निम्ति अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको हुनुपर्ने छ। अन्य योग्यतामा सैनिक सेवा न्यायालय 2069 र भर्ना छनौट निर्देशिका 2071 मा उल्लेख भएको हुनु पर्ने छ। अब 6 नम्बरमा उम्मेदवारको हद 6 नम्बरमा उमेरको हद उम्मेदवारहरूको उमेर दरखास्त पेश गर्ने अन्तिम मिति 2082 8 महिना 27 गतेसम्म निम्न अनुसार हुनुपर्ने छन्। 1 नम्बरमा सैन्यको लागि 18 वर्ष पुरा भई 22 वर्ष ननागेको, जन्ममिति 2060 8 महिना 27 गतेदेखि 2064 8 महिना 27 गतेसम्मको नेपाली नागरिक हुनुपर्ने छ। नेपाली सेनाको बहालवाला उम्मेदवारहरूको हकमा 26 वर्ष ननागेको, मिति 2056 8 27 गते र सोपछि जन्ममिति भएको हुनुपर्ने छ। 2 नम्बर ट्रेड फलोवर्सको लागि 18 वर्ष पुरा भई 26 वर्ष ननागेको, जन्ममिति 2056 8 27 गतेदेखि मिति 2064 8 27 गतेसम्म 26 वर्ष ननागेको हुनुपर्ने छ। यहाँ अब 7 नम्बरमा रहेको छ नेपाली सेनाका बहालवाला उम्मेदवारहरूको लागि दरखास्त पेश गर्ने अन्तिम मिति 2082 8 27 गतेको दिन न्यूनतम सेवा अवधि 1 वर्ष पुरा भएको हुनुपर्ने छ। युनिट पतिको सिफारिस अनिवार्य, खमान युनिट पतिको सिफारिस पेश गर्नुपर्ने छ। 8 नम्बर रहेको छ दरखास्त 7। 8 नम्बर रहेको छन् दरखास्त 7 पेश गर्नुपर्ने आवश्यक कागजातहरू। देखाएका बहुमूल्य कागजातहरूको प्रतिलिपि उम्मेदवारले स्वयं प्रमाणित गरी एक प्रतिका दरले नेपाली फाइलमा राखी पेश गर्नुपर्ने छन्। केयरमेट तथा दोहोरो लेखिएको प्रमाणपत्रहरू मान्य हुने छैनन्। दरखास्त 7 पेश गरिने सबै कागजातहरूको सकल प्रति साथमा ल्याउनु पर्ने छ। अब यहाँ चाहिने कागजातहरू 1 नम्बरमा रहेको छन् नेपाली नागरिकताको प्रमाणपत्र, 2 मा सबै शैक्षिक योग्यताको लभ्याङ्क पत्र, चारित्रिक प्रमाणपत्र, ओरिजिनल प्रोभिजनल प्रमाणपत्र। ग नम्बरमा रहेको छ नेपाली विद्यालय विश्वविद्यालय बाहेक अन्य बोर्ड विश्वविद्यालय उपाधि हासिल गर्नेहरूको हकमा पाठ्यक्रम विकास केन्द्र त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र इक्विभ्यालेन्ट चाहिन्छ र त्यसमा प्रमाणित त्योबाट प्रमाणित हुनुपर्ने छ। गमा रहेको छन् शैक्षिक योग्यता बाहेक आफूले प्राप्त गरेको अन्य प्रमाणपत्रहरू, अतिरिक्त क्रियाकलाप र विविध विषय सम्बन्धी प्रमाणपत्रहरू भएमा पेश गर्ने। 9 नम्बरमा रहेको छ सैनिक तालिमता आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागि सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततिहरूको हकमा
निम्न थप कागजहरू सम्बन्धित उम्मेदवारको स्वयंले प्रमाणित गरी पेश गर्नुपर्नेछ। 1 मा रहेको श्री समारोह सञ्चालन निर्देशनालयबाट प्रकाशित सहाराको जरुरतनामावली लगतमा नाम समावेश भएको हुनुपर्ने। निवृत्तिभरण अधिकार पत्र पेन्सन पट्टा वा वीरगति कर्तव्य पालनाको सिलसिला मृत्यु अशक्त भनी उल्लेख भएको बेहोरा प्रमाणित प्रतिलिपि 1 बुझाउनु पर्नेछ। बहालवाला सैनिक विभागमा सैनिक नियमावली 2069 को नियम 107 अनुसार मेडिकल बोर्डको सिफारिस पत्रको प्रतिलिपि 1 हुनुपर्नेछ। सम्बन्धित उम्मेदवारहरूको संलग्नता प्रमाणित प्रतिलिपि 1 हुनुपर्छ। फर्म भर्न जाँदाखेरि फोटोग्राफी फोटो यस प्रकार रहेको छन्। पासपोर्ट साइजको फोटो प्रति 4 चाहिन्छ भने 2x2 साइजको फोटो प्रति 1 वटा लेखेको छ तर 2 वटा लग्नुपर्छ। 2 वटा चाहिन्छ फर्म भर्न जाँदाखेरि 2x2 को। एउटामा तपाईको साइन र स्टाम्प लगाएर दिन्छ भने अर्को त्यहाँ नेपाली फाइलको माथि स्टिच गरेर राखिने गर्छ। 10 नम्बर रहेको छन्। 10 नम्बरमा यहाँ रहेको छन् सम्पर्क मिति र स्थान। मिति 2082 9 महिना 11 गतेको 11 बजे दरखास्त पेश गरेको सम्बन्धित भर्ना छनौट केन्द्रमा। अब सम्पर्क मिति र स्थान त्यही रहन्छ जहाँबाट तपाईले फर्म भर्नुहुन्छ। जुन भर्ना छनौटबाट त्यही 9 महिना 2082 9 महिना 11 गतेको 11 बजेको दिन नोटिस आउँछ। त्यहाँ गए पनि हुन्छ नगए त्यसको अनलाइन पोर्टलमा सबै नोटिसहरू राखिदिएको हुन्छन् र त्यो नोटिसहरू बुझ्नका लागि मेरो युट्युब च्यानल नेपाल आर्मी एक्जाम करेक्टलाई सब्स्क्राइब गरेर राख्नु होला। म सबै नोटिसहरू कम्युनिटी मार्फत पोस्ट गरिदिन्छु। अब 11 नम्बर रहेको छ छनौट प्रक्रिया। सैन्य तथा विभिन्न ट्रेड फलोअर्स पदको देहाई बमोजिम छनौट प्रक्रिया सञ्चालन हुने छ। बियरिङ परीक्षा यस फर्स्टमा हुन्छ बियरिङ परीक्षा। यस परीक्षामा उम्मेदवारहरूको उचाइ वजन छाती पुरुषको उम्मेदवारको मात्र शारीरिक बनावट परीक्षण गरिनेछ। छाती चाहिँ पुरुष उम्मेदवारकोले मात्र हुन्छ। शारीरिक बनावट परीक्षण गरिनेछ। शारीरिक बनावट परीक्षणको बुन्दाहरू हेरिने बुन्दाहरू यस प्रकार रहेको छ। 1 नम्बर रहेको छन् शरीरको अङ्गहरू सामान्य भएको हुनुपर्नेछ। सामान्य मानिसहरूमा हुनुपर्ने अङ्गहरू नभएको वा थप अङ्गहरू भएको हुन नहुने। यो सबै मेरो योभन्दा अघिल्लो भिडियोमा राखिदिएको छु, गएर हेर्नु होला। त्यसपछि अन्तिममा रहेको छ यो सबै मैले राखिदिएको छु। प्रारम्भिक स्वास्थ्य परीक्षणहरुमा के गरिन्छ, शारीरिक परीक्षाहरूको सबैको मैले छुट्टै भिडियोहरु राखिदिएको छु। ट्रेड फलोअर्सहरुको पनि राखिदिएको छु। त्यसपछि लिखित परीक्षा सम्बन्धी यहाँ लिखित परीक्षा सम्बन्धी सैन्य पदको लागि मात्र रहेको छन्। लिखित परीक्षा देहाइबन्दी श्री लोकसेवा आयोगले सञ्चालन गर्नेछ। यसमा लोकसेवाले सैन्य पदको लिखित परीक्षा लिने गर्छन्, जुन वस्तुगत 72 प्रश्नको गलत उत्तरको 20% अंक कटा हुनेछ। लिखित परीक्षाको पाठ्यक्रम वेबसाइटमा हेर्न सकिनेछ। यसको वेबसाइटमा मैले पनि राखिदिन्छु, कम्युनिटी पोस्टमा राखिदिने छु, सिलेबस गएर हेर्नु होला। प्रयोगात्मक परीक्षा प्रयोगात्मक परीक्षा पनि ट्रेड फलोअर्स पदको लागि मात्र सम्बन्धित ट्रेड बकासी बाहेक अनुसार प्रयोगात्मक परीक्षा हुनेछ। स्वास्थ्य परीक्षण मान्यता प्राप्त चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्नेछन्। साथै उम्मेदवारहरूको स्वास्थ्य परीक्षण गर्दा तोकिए बमोजिम शुल्क लाग्नेछ। लगभग 700-750 रुपैयाँ जति लाग्छ स्वास्थ्य परीक्षण गर्न जाँदाखेरि। अन्तर्वार्ता सबै छनौट प्रक्रियाहरू पास गर्दाखेरि अन्तिममा गएर अन्तर्वार्ता हुने गर्छ, जुन सम्बन्धित पद पूर्ति सम्बन्धीका पदाधिकारीहरूबाट अन्तर्वार्ता हुने गर्छन्। तलब भत्ता राशन तथा अन्य सुविधा नेपाली सेना प्रचलित नियम व्यवस्था अनुसार हुनेछ। अब यहाँ अन्य 13 मा अन्य शर्तहरू राखिएको छ। नेपाल सरकार वा अन्य अर्ध सरकारी संघ संस्थामा कार्यरत कर्मचारीहरूको दरखास्ती फारम आफू कार्यरत रहेको एउटा अनिवार्य रूपमा उल्लेख गरी विभागीय स्वीकृति पत्र समेत दरखास्त साथ पेश गर्दा नै बुझाउनु पर्नेछ र त्यो नगरेमा आवेदन तथा सम्पूर्ण परीक्षा रद्द गरिनेछ। नेपाली सरकारको कुनै अर्को ठाउँमा अर्को
मा गएर त्यो काम गरिरहेको छ, जस सरकारी जागिरी छ त्यसको लागि सम्बन्धित संस्थाबाट स्वीकृति पेश गर्नुपर्ने छन्। समावेशी तर्फका पुरुष उम्मेदवारहरूको हकमा आदिवासी, जनजाति, मधेसी, दलितमध्ये कुनै एक समुदाय मात्र प्रतिस्पर्धा गर्न सक्नेछ, तर महिलाको हकमा यो व्यवस्था लागू हुने छैन। साथै पिछडिएको क्षेत्र महिला पुरुष उम्मेदवारहरू पिछडिएको क्षेत्र कोटामा दरखास्त दिई प्रतिस्पर्धा गर्न सक्नेछन्। समावेशी तर्फ पुरुष उम्मेदवारहरूको हकमा कुनै एउटा समावेशी पदहरूबाट आदिवासी, जनजाति, मधेसी, दलित मध्ये कुनै एक समुदायको मात्र समावेशीबाट प्रतिस्पर्धा गर्न मिल्छ भने महिलाको लागि यो हुँदैन। महिलाको हकमा एउटा महिला कोटा हुन्छ अनि त्यसपछि थप एउटा कुनै लिन सक्नेछ। अब गमा रहेको छ महिलाको हकमा डाइरेक्ट कम्ब्याट ड्युटिज, क्लोज कम्ब्याट रोल्स लागेको छ अग्रभागमा प्रत्यक्ष रूपमा लड्ने कार्य गर्ने नेपाली सेनाका निकायहरूको बाहेक कम्ब्याट रिलेटेड ड्युटिज, कम्ब्याट सपोर्ट, कम्ब्याट सर्भिस सपोर्ट, लडाइँका प्रत्यक्ष संलग्न फौजलाई पछाडि रहेर सेवा र सहयोग पुर्याउने काम गर्ने नेपाली सेनाका निकायमा समावेश गर्छ। महिलाको हकमा डाइरेक्ट कम्ब्याट ड्युटिज गराउँदैन, यसमा लडाइँहरूमा पठाउँदैन। लडाइँमा गएको पुरुष मिलिट्रीहरूको लागि सपोर्ट सर्भिसको रूपमा काम गर्ने गर्छ। उम्मेदवारहरूको घमा रहेको छ उम्मेदवारहरूको बालबाला सैनिक व्यक्ति बाहेक अविवाहित हुनुपर्नेछ र सैन्य पदको हकमा तालिम अवधिभरि विवाह गर्न पाइनेछन्। अब यसमा फर्म भर्न जाँदाखेरि अविवाहित हुनुपर्नेछ अनि तालिमको अवधिभरि विवाह गर्न पाइने छैन। गमा रहेको छ आवेदकले एउटै विज्ञापन नम्बर समान पदमा एउटा भर्ना छनौट केन्द्रबाट मात्र आवेदन दिन पाइनेछ। एउटा भर्ना छनौटबाट एकचोटिमा मात्र आवेदन दिन पाउनेछ। अन्य शर्त नेपाली सेनाको आधिकारिक वेबसाइट www.nepalarmy.mil.np मा गएर जोइन नेपाल आर्मी भित्र रिक्रुटमेन्ट एन्ड सिलेक्सनमा आधिकारिक पोर्टल http भ्याकेन्सी nepalarmy.mil.np मा गई हेर्न सकिनेछ। अब यहाँ लास्टमा 14 नम्बरमा रहेको छ अनलाइन दरखास्त फारम भर्ने सम्बन्धमा जानकारी। नेपाली सेनाको आधिकारिक पोर्टल यहाँ दिएको छ मा गई एप्लाई अनलाइनमा क्लिक गर्नुपर्नेछ र तपाईहरुको अब कसरी अनलाइन फर्म भर्ने जान्न इच्छुक हुनुहुन्छ भने यसमा कमेन्ट गर्नु होला, म त्यसको पनि भिडियो बनाइदिने छु। खमा रहेको छ अनलाइन दरखास्त फर्म भर्न निम्न अनुसारको विवरण नेपाली युनिकोडमा भर्नुपर्नेछ। साथै उम्मेदवारहरूको फोटो, नेपाली नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यता प्रमाणपत्र, राजस्व दस्तावेजको भोचर स्क्यान, डिजिटल कपी अनिवार्य आवश्यक पर्दछ। नेपाली नागरिकता विवरण, व्यक्तिगत यो सबै आवश्यक पर्छ। अनलाइन दरखास्त साथ फर्म भर्दा सुरुमा उम्मेदवारको उमेर, शैक्षिक योग्यता, नागरिकता जस्ता विभिन्न आधारमा तोकेको न्यूनतम योग्यता प्रविष्ट इन्ट्री गरी माने भएपछि मात्र उम्मेदवारले त्यसपछि भर्नुपर्ने फारममा प्रवेश पर्नेछ। आवश्यक विवरण तथा डकुमेन्ट प्रविष्ट अपलोड भएपछि राजस्व तिरेको भोचर स्क्यान, डिजिटल कपी अपलोड गरी सबमिटेड एप्लिकेसन गर्ने र उम्मेदवारको सो विवरणसहित दरखास्त फारम, प्रवेश पत्र, राजस्व दोस्रोको भोचर डाउनलोड गरी PDF फर्मेटमा सेभ गर्ने र प्रिन्ट गर्ने। उक्त प्रिन्ट गरेको दरखास्त फारम उम्मेदवारले फोटो, हुलाक, टिकट टाँसी निवेदकको सही छाप सहित आफूले छनौट गरेर भर्ना केन्द्रमा तोकिएको मितिभित्र पेश गर्नुपर्नेछ। अब यदि कुनै उम्मेदवारले अनलाइनबाट मात्र निवेदन फारम सब्मिट गरेर प्रिन्ट सहितको फारम भर्ना छनौट केन्द्रमा नबुझाएको अवस्थामा सो अनलाइनबाट मात्र सब्मिट गरेको फारमले मान्यता दिनेछन्। अब अनलाइनबाट फर्म भरेको छ तर त्यहाँ गएर उपस्थित भएर बुझाएको छैन भने त्यो मान्यता हुँदैन, त्यो बर्खास्त भइहाल्छ, त्यो फर्म रद्द भइहाल्छ। अनलाइन दरखास्त फारम भर्न केही कठिनाइ भएमा रिक्वेस्ट फर हेल्पमा गएर आफ्नो कठिनाइ व्यक्त गर्न सकिनेछ। साथै फ्रिक्वेन्टली आस्क्ड क्वेसनमा गएर पनि आफ्नो जिज्ञासा कठिनाइ सम्बन्धी जानकारी पाउन सकिन्छ। साथै थप केही जानकारी लिनु परेको खण्डमा सूचना प्रयुक्त निर्देशनालयको सम्पर्क नम्बर वा कार्यालय समयभित्र सम्पर्क गर्न सकिनेछ। विशेष सूचना सम्मानित सर्वोच्च अदालतबाट नेपाली सेना भर्ना छनौट निर्देशनालय कार्यरती विभाग जङ्गी अड्डा काठमाडौँ समेत विपक्षी रहेको रिट नम्बर 078WO0382 समेतका उत्प्रेषणका निवेदनहरूमा मिति 2079/10/24 जारी भएको परमादेशको आदेशमा समावेशित समूहका सम्बन्धमा आवश्यक कानुनी प्रावधान मिलाएपछि कायम हुन आउने कुल पदहरूमध्ये समावेशी समूहमा पर्ने पदहरूको अनुपात हिसाबबाट 2079-80 देखि समावेश नगरिएका वास्तविक रूपमा गुम भएका पदहरू समेत समेटी हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानुन व्यवस्था भएको बमोजिम गर्ने गरी हाल प्रचलित कानुन बमोजिम पद पूर्तिका लागि सूचना प्रकाशन गरिएको छ।
अब यो द्रष्टव्य रहेको छ। 1 नम्बर संयुक्त नियमावली 2069 संशोधन सहित र भर्ना छनौट विधेयक 2071 को आधारमा पूर्ति गरिनेछ। जो विज्ञापन तथा नोट परीक्षा सम्बन्धी सम्पूर्ण सूचना श्री भर्ना छनौट निर्देशनालयको अधिकृत पोर्टल http भ्याकेन्सी नेपाल.mil.np मा हेर्न सक्नेछ। थप केही जानकारी लिनु पर्यो खण्डमा प्रयोग पर्ने भर्ना केन्द्रहरूमा नेपाली सेनाको नजिकको ब्यारेकमा सम्पर्क राख्न सक्नुहुनेछ। र थप केही समस्या भएमा वा कुनै जिज्ञासा भएमा मेरो यस भिडियोमा पनि कमेन्ट गर्न सक्नुहुनेछ तपाईहरु। मैले सक्दो सबैको समस्याहरू बुझ्ने र कसरी त्यो हल गर्ने त्यो जानकारी दिनेछु। धन्यवाद।